आफ्नो श्रेष्ठ सोमानको शुद्ध नशामा रहेर असम्भवलाई सम्भव बनाउँदै बेफिक्र बादशाह बन। 2082 कार्तिक 23 आइतबार तदनुसार 9/11/2025 को अव्यक्त महावाक्य, जसको रिभाइज 30/11/2007 को ओरिजिनल मुरलीको रिभाइज रहेको छ। यसको हामी संक्षिप्तमा चिन्तन मन्थन गर्नेछौँ। आजको अव्यक्त मुरलीबाट केही महत्त्वपूर्ण सार पोइन्टहरू खिचेर निकाल्नेछौँ। आज सत्य बाबा, सत्य शिक्षक सद्गुरुले आफ्ना चारैतिरका सत्य स्वरूप, शक्ति स्वरूप बच्चाहरूलाई देखिरहनु भएको छ, किनकि सत्यताको शक्ति सर्वश्रेष्ठ छ। यो सत्यताको शक्तिको आधार हो सम्पूर्ण पवित्रता। आजको अव्यक्त मुरलीको निचोड, अव्यक्त मुरलीको मुख्य सार कुरा नै सम्पूर्ण पवित्रता रहेको छ। बाबाले विस्तारमा सम्पूर्ण पवित्रतामाथि आज बताउनु भएको छ। सम्पूर्ण पवित्रता नै ब्राह्मण जीवनको श्रेष्ठता हो र सम्पूर्ण पवित्रता नै सत्यताको शक्तिको आधार हो, सर्वशक्तिहरूको आधार हो भनेर बाबाले बताउनु भएको छ। यो सङ्गम युगको श्रेष्ठ प्राप्ति भनेको सत्यताको शक्ति अनि पवित्रताको शक्ति हो भनेर बाबाले बताउनु भएको छ। आज बाबाले सुन्दर सुन्दर पोइन्टहरू मुरलीमा प्रयोग गर्नुभएको छ। हामी केही पोइन्टहरू लाई निकाल्ने छौँ। पहिलो पोइन्ट, यदि बाबा शब्द निस्कदैन भने ज्ञानको कुनै प्रभाव पर्दैन। अर्को पोइन्ट, बाप दादाले शुद्ध गौरवका साथ भन्नुहुन्छ, मेरो एक एक बच्चा राजा बच्चा हो। अर्को पोइन्ट, यदि स्वराज्यको मालिकपनको नशा सदा रहन्थ्यो भने यी जुन बीचबीचमा समस्या वा विघ्न आउँछन् ती आउन सक्दैनथे। यसरी हेर्दा समस्या वा विघ्न आउनुको विशेष आधार मन हो। मन नै हलचलमा आउँछ। अर्को पोइन्ट, केवलमा आत्मा होइन तर कुन आत्मा हो, यदि यो स्मृतिमा राख्यो भने मास्टर सर्वशक्तिमान आत्माको अगाडि समस्या वा विघ्नको कुनै शक्ति हुँदैन जुन आउन सक्छ। अर्को पोइन्ट, मालिकपनको अथोरिटीको निशानी हो सदा हरेक कार्यमा डबल लाइट र खुसीको अनुभूति। अर्को पोइन्ट, तिम्रो संस्कार त जुन बाबाको संस्कार हो त्यही तिम्रो संस्कार हो। अर्को पोइन्ट, बाबाको संस्कार के हो? विश्व कल्याणकारी, शुभ भावना, शुभकामनाधारी। अर्को पोइन्ट, लक्ष्य छ बाबा समान बन्ने र लक्षण रहेका छन् रावणका। अर्को पोइन्ट, मन र बुद्धिको सङ्कल्प र कार्यबाट संस्कार बन्छन्। पहिला मनले सङ्कल्प गर्छ, बुद्धिले सहयोग दिन्छ र राम्रो वा नराम्रो संस्कार बन्छ। अर्को पोइन्ट, अब समस्याको नाम, विघ्नको नाम, हलचलको नाम, व्यर्थ सङ्कल्पको नाम, व्यर्थ कर्मको नाम, व्यर्थ सम्बन्धको नाम, व्यर्थ स्मृतिको नाम समाप्त गर र गराऊ। बाबाले अर्को पोइन्ट बताउनु भएको छ, समयअनुसार मनसाको स्टेज, बाचाको स्टेज, सम्बन्ध सम्पर्कको स्टेजमा के प्रगति भइरहेको छ भनेर बाबाले प्रश्न सोध्नु भएको छ। अर्को पोइन्टमा बाबा बताउनुहुन्छ, बापदादाले ती सबैलाई, चाहे विदेश चाहे देश, सबैलाई रिटर्नमा याद, प्यार र दिलको आशीर्वाद सहित प्यार र शक्तिको सकाश पनि दिइरहनु भएको छ। बाबाले विशेष गरी आजको अव्यक्त मुरलीमा सत्यताको शक्ति, पवित्रताको शक्ति, कन्ट्रोलिङ पावर, नियन्त्रणको शक्ति र शासन शक्ति, रुलिङ पावर गरेर जम्माजम्मी चारवटा शक्तिको कुरा गर्नुभएको छ। अर्को बाबाले आत्मस्मृति बारे कुरा गर्नुभएको छ। अर्को बाबाले मालिकपनको स्थिति अथवा स्वराज्य अधिकारी मालिकको स्थितिबारे कुरा गर्नुभएको छ। अर्को बाबाले आजको अव्यक्त मूल्यमा संस्कारको कुरा गर्नुभएको छ। सत्य बाबाका हामी सत्य बच्चाहरू हौ,
त्यसैले सत्यताको गुण र सत्यताको शक्तिलाई कुनै पनि हालतमा हामीले बिर्सिनु हुँदैन भनेर बाबाले बताउनु भएको छ। सत्यताको शक्तिको आधार नै पवित्रताको शक्ति हो र यी दुवै शक्ति, सत्यताको शक्ति अनि पवित्रताको शक्ति, दुवै शक्तिको आधार भनेको चाहिँ आत्मस्मृति हो र बाबाको स्मृति हो। जब हामी आत्मस्मृतिमा स्थित रहन्छौँ र बाबाको यादमा रहन्छौँ तब मात्र यी दुई शक्ति, सत्यताको शक्ति अनि पवित्रताको शक्तिले काम गर्दछ, नत्र यी दुवै शक्तिहरूले काम गर्दैनन् भनेर बाबाले बताउनु भएको छ। तिमीले सधैँ बाबा शब्द प्रयोग गर भनेर बाबाले बताउनु भएको छ। बाबाले बाबा शब्द तिमीले प्रयोग गरेनौ भने ज्ञानको प्रभाव देखिँदैन, योगको प्रभाव देखिँदैन, तिम्रो कुनै पनि कुराको प्रभाव देखिँदैन, त्यसमा दिव्यता देखिँदैन भनेर बाबाले बताउनु भएको छ। बाबाले आज विशेष गरी पवित्रताको शक्तिबारे बताउनु भएको छ। पवित्र आत्माहरूको चालचलन र अनुहारमा स्पष्ट रूपमा दिव्यता देखिन्छ भनेर बाबाले बताउनु भएको छ। पवित्र आत्माहरूको नयनमा रुहानी चमक, अनुहारमा सदा हर्षित मुखता र चालचलनमा हरेक कदममा बाबा समान कर्मयोगी हुन्छन् भनेर बाबाले बताउनु भएको छ। पवित्रता नै हाम्रो जन्मसिद्ध अधिकार हो। पवित्रता वा सत्यता प्राप्त गर्नको लागि तिमीहरू सबैले पहिला आफ्नो सत्य स्वरूप आत्मालाई चिन भनेर बाबाले बताउनु भएको छ। कसैले आफ्नो सत्य स्वरूप वा सत्य बाबालाई नचिनेसम्म सम्पूर्ण पवित्रता, सत्यताको शक्ति आउन सक्दैन भनेर बाबाले बताउनु भएको छ। बाबाले अहिलेको सङ्गम युगको यो विशेष अनुभव सम्पूर्ण पवित्रतालाई स्वाभाविक स्वभाव बनाऊ भनेर बताउनु भएको छ। जुन स्वाभाविक स्वभाव भोलिको सत्ययुगको देवताई स्वभाव बन्नेछ भनेर बाबाले बताउनु भएको छ। अर्को कुरा, बाबाले आत्मस्मृतिको कुरा गर्नुभएको छ। बारम्बार आजको अव्यक्त मूल्यमा आफूलाई चेक गर, आफ्नो आत्माको स्थितिलाई चेक गर। म कहाँ छु अहिले, मेरो आत्माले के गरिरहेको छ, मेरो मनको स्टेज कस्तो छ, मेरो बाचाको स्टेज कस्तो छ, मेरो कर्मको स्टेज कस्तो छ भनेर बाबाले बताउनु भएको छ। स्वयंको चेकिङ स्वयं नै गर भनेर बाबाले बताउनु भएको छ। अर्को कुरा बाबाले बताउनु भएको छ, बालकपनको स्थिति र मालिकपनको स्थिति। बालकपनको स्थिति त ठिकै छ, तर मालिकपनको स्थितिमा केही तलमाथि भइरहेको छ भनेर बाबाले बताउनु भएको छ। बाबाले आज बच्चाहरूलाई डबल मालिकको उपाधि दिनुभएको छ। एउटा त बाबाको सर्व खजनाको मालिक र अर्को भनेको स्वराज्य अधिकारी मालिक भनेर बाबाले बताउनु भएको छ। बाबाले विशेष गरी के तिमी बच्चाहरू स्वराज्य अधिकारी हौ, के तिमीले आफ्नो मन बुद्धि संस्कारलाई आफ्नो अधीनमा राखेका छौ, आफ्ना कर्मेन्द्रियहरूलाई आफ्नो मनको मालिक बनेर म आत्मा राजा हो भनेर के चलाइरहेका छौ भनेर बाबाले बताउनु भएको छ। र बाबाले विशेष गरी आज संस्कारको कुरा पनि गर्नुभएको छ। जे बाबाको संस्कार हो त्यो नै हामी बच्चाहरूको संस्कार हो भनेर बाबाले बताउनु भएको छ। र आज विशेष गरी बाबाले संस्कार भनेको के हो, संस्कार कहाँबाट बन्छ भन्ने कुरा पनि बाबाले बताउनु भएको छ। जब मनसाले कुनै सङ्कल्प लिन्छ, मनले कुनै सङ्कल्प लिन्छ र बुद्धिले त्यसलाई कार्यमा लगाउँदछ, त्यसपछि संस्कार बन्दछ भनेर बाबाले बताउनु भएको छ। त्यसैले आफ्नो संस्कार विकास गर्नमा, आफ्नो संस्कारलाई दिव्यताको रसले भर्नलाई के हामी बाबा समान छौँ भनेर बाबाले बताउनु भएको छ। बाबाले विशेष गरी स्वराज्य अधिकारी बन्न दुईटा पावरको युज गर, कन्ट्रोलिङ पावर अनि रुलिङ पावरको युज गर। यी दुई पावर, नियन्त्रण शक्ति अनि शासन शक्तिको प्रयोग गर्यो भने
तिमी मालिकपनको स्थितिमा सेट हुन सक्छौ र जब हामी मालिकपनको स्थितिमा सेट हुन्छौँ तब कुनै पनि विघ्न बाधा र समस्या आउँदैन भनेर बाबाले बताउनु भएको छ। विघ्न बाधा र समस्या यसकारण आइरहेका छन् किनकि हामी मालिकपनको स्थितिमा छैनौँ र आत्मस्मृतिमा छैनौँ भनेर बाबाले बताउनु भएको छ। बाबाले तिमी म आत्मा हुँ मात्र नबन, एउटा सोमान ल्याऊ, एउटा शक्तिशाली सोमान ल्याऊ र म मास्टर सर्वशक्तिमान हो अथवा अरू कुनै विशेष म तीव्र पुरुषार्थी आत्मा हुँ अथवा म बेहदको वैराग्य वृत्तिवाला आत्मा हुँ भनेर कुनै एउटा विशेष सोमान लिएर श्रेष्ठ सोमानको शुद्ध नशामा रहेर जब तिमी बच्चाहरू आत्मस्मृतिमा रहन्छौ तब तिम्रो अगाडि कुनै पनि समस्या कुनै पनि विघ्न बाधा टिक्न सक्दैन र तिमी बाबा समान बन्न सक्छौ भनेर बाबाले बताउनु भएको छ। र बाबाले आज विशेष गरी स्विट साइलेन्समा रहेर स्वराज्य अधिकारीको स्थितिमा स्थित रहेर ड्रिल गराउनु भएको छ। सुन्नुभन्दा पर स्विट साइलेन्सको स्थिति जब तिमी चाहन्छौ, जति समय चाहन्छौ त्यति समय मालिक भएर, पहिला विशेष हो मनको मालिक, त्यसैले भनिन्छ मन जिते जगत जित। त्यसैले अहिले सुन्यौ देख्यौ आत्मा राजा भनेर मन बुद्धि संस्कारलाई आफ्नो नियन्त्रणमा लिन सक्छौ। मन बुद्धि संस्कार तीनैवटाको मालिक बनेर अर्डर गर, स्विट साइलेन्स तब अनुभव गर। अर्डर गर्नाले अधिकारी बनेमा तीनैवटा अर्डरमा रहन्छन्। अहिले अधिकारीको स्टेजमा स्थित हौ भनेर बाबाले बताउनु भएको छ। बाबाले आज वरदानमा स्वयंलाई स्वयं नै परिवर्तन गर। हामी स्वयंलाई परिवर्तन गर्दैनौँ तर अरू कुरालाई परिवर्तन गर्न खोज्छौँ, परिस्थितिलाई परिवर्तन गर्न खोज्छौँ, अन्य चिजलाई अन्य व्यक्तिलाई परिवर्तन गर्न खोज्छौँ तर आफूलाई परिवर्तन गर्न सक्दैनौँ। र स्वयंलाई परिवर्तन गर्नका निम्ति हामी अरू आधारहरू खोज्छौँ, अरूलाई खोज्छौँ, स्वयंलाई स्वयं नै परिवर्तन गर्दैनौँ तर गर्नुपर्ने भनेको स्वयंलाई स्वयं नै परिवर्तन हो भनेर बाबाले बताउनु भएको छ। स्लोगनमा बाबाले विशेष गरी सङ्गठनमा उमङ्ग उत्साह र श्रेष्ठ सङ्कल्प रह्यो भने सफलता स्वतः नै प्राप्त हुन्छ भनेर बताउनु भएको छ। अव्यक्त इशारामा बाबाले आज हामीलाई अशरीरी आत्मा भनेर भन्नुभएको छ र साक्षीपनको स्थितिमा स्थित रहन विशेष आग्रह गर्नुभएको छ। अच्छा चारैतिरका सदा समानदारी, सत्यताका शक्ति स्वरूप, पवित्रताका सिद्धि स्वरूप, सदा अचल अडोल स्थितिका अनुभवी, स्व परिवर्तक र विश्व परिवर्तक, सदा अधिकारी स्थितिद्वारा सर्व आत्माहरूलाई बाबाद्वारा अधिकार दिलाउने चारैतिरका बापदादाका लक्की र लभली आत्माहरूलाई परमात्मा याद प्यार र दिलको आशीर्वाद स्वीकार होस्। र बापदादाका मिठा प्यारा बच्चाहरूलाई नमस्ते, रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ, नमस्ते, ओम शान्ति, ओम शान्ति, ओम शान्ति।